सो हेलो एभ्रिवान, आजको दिन चाहिँ एकदम दामी छ। अनि आज चाहिँ हाम्रो घरमा छ पूजा, त्यसको लागि यहाँ मेरो दिदीले बनाउँदैछ। अनि हाम्रो चाहिँ यहाँ सेटअप पनि हुँदैछ, सेटअप चाहिँ पूजाको लागि देख्न सक्नुहुन्छ। अनि भोक लागेर चाहिँ एकदम पागल भइसकेको थिएँ, औँठी हेर्न सक्छ मेरो। अनि यहाँ हामीले चाहिँ हवन गर्नुको लागि चाहिँ यहाँ मेरो दिदीले उयो बनाउँदैछ। यसको नाम चाहिँ मैले बिर्सेँ गाइस, के हो कमेन्टमा भन्नुहोस् तपाईँहरू। अनि यहाँ रेडी भइसक्यो। अनि यहाँ हाम्रो हवन गर्ने पनि यहाँ एकदम रेडी भइसक्यो, देख्न सक्नुहुन्छ। आगो पनि टक्क बोल्यो। अब इदम अग्नि वरुणाभ्यां नमः स्वाहा रोग स्वाहा ऊर्ध्वा अस्य समिद्धो इति आकाशाय नमः स्वाहा अश्विन। अनि हामीले चाहिँ हवन गरिसकेर एकछिन हाम्रो ब्रेक भयो। अनि यतापट्टि पाक्दैछ टकको अचार। अनि हाम्रो दिदी चाहिँ एकदम लेट आउनुभयो पुरै। अनि अब चाहिँ हाम्रो यो अन्तिम उयो हुँदैछ, हवनको तयारी देख्न सक्नुहुन्छ। स्वाहा। अनि घरको पूजा सकेर चाहिँ अब हामी जाँदैछौँ मन्दिरमा पूजा गर्नु। सो यति गर्दै आजको हाम्रो पूजा चाहिँ सक्यो। सी यू इन नेक्स्ट ब्लग। बाई बाई गाइस।